मा चाहिँ हामीले कसरी जेमिनी एप युज गरेर कुनै पनि लुगाको कलर चेन्ज गर्ने भनेर हेर्छौँ। सो सुरुमा जेमिनी एप क्लिक गर्नुहोस्, त्यसपछि फेरि प्लसको साइनमा भएको यो बटनमा क्लिक गरेर फेरि इमेजमा जानुहोस् र फेरि प्लसमा क्लिक गरेर ग्यालेरीमा जानुहोस्। सो जुन फोटो चेन्ज गर्नुहुन्छ त्यो फोटोलाई सेलेक्ट गरेर डनमा क्लिक गर्नुहोस्। त्यसपछि अब यो साडीमा चाहिँ तपाईँले के चेन्ज गर्ने हो, जस्तै यो अहिलेको फोटोमा चाहिँ एउटा लेडिजले साडी लगाइरहनु भएको छ, यो साडीको कलर चेन्ज गर्नु पऱ्यो। सो हामीले त्यसलाई रिक्वेस्ट गर्नेछौँ चाहिँ कि यो रातो साडीको कलरलाई चाहिँ चेन्ज गर्नु। चेन्ज द कलर अफ द साडी फ्रम रेड टु ब्लू। यो गरेपछि नेक्स्टमा क्लिक गर्नुहोस् र त्यसपछि केही सेकेन्डमा नै उसले अरू सबै सेटिङ्स सेम राखेर जस्ट त्यो लेडिजको साडीको कलर चेन्ज गरिदिन्छ। र हेर्नुभयो अरू सबै चिज सेम टु सेमै छ, जस्ट उहाँको कलरको साडीको कलर मात्रै चेन्ज गरेको छ र इभन त्यो डिजाइनहरू पनि सबै सेम टु सेमै छ। यसलाई पनि तपाईँले सेभ गर्नको लागि यहाँ राइट साइडको माथि। Thank you for watching.